परमप्रभुको अटल प्रेमको कारण हामी नष्ट भएका छैनौँ, किनकि उहाँको कृपा कहिले समाप्त हुँदैन। बिलाप 3को 22मा लेखिएको छ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी तिम्रो प्रेमले म बाँच्न सके प्रभु भन्ने विषयमा परमेश्वरको वचनबाट मनन गर्नेछौँ। हाम्रो जीवनमा यस्ता समयहरू आउँछन् जब हामी भित्रैदेखि टुटेका हुन्छौँ। आँसु बाहिर नदेखिए पनि हृदय रोइरहेको हुन्छ। मानिसहरूले छोड्न सक्छ, आफन्तहरूले नबुझ्न सक्छ, साथीहरू टाढा हुन सक्छ, तर परमेश्वरको प्रेम कहिले टाढा हुँदैन। यदि आज हामी बाँचिरहेका छौँ भने त्यो हाम्रो शक्ति, बुद्धि वा योग्यताले मात्र होइन, परमेश्वरको प्रेमले हो। परमेश्वरको प्रेमले हामीलाई सृष्टि गर्नुभयो। बाइबल भन्छ, मैले तिमीलाई अनन्त प्रेमले प्रेम गरेको छु। यिर्मिया 31को 3मा लेखिएको छ। हामी संसारमा संयोगले आएका होइनौँ। हामी जन्मनुभन्दा पहिले नै परमेश्वरले हामीलाई प्रेम गर्नुभएको थियो। जब हामी आमाको गर्भमा थियौँ, उहाँले हाम्रो जीवनको योजना बनाइसक्नु भएको थियो। कतिपयले भन्छ, मलाई कसैले चाहँदैन, मेरो जीवनको कुनै अर्थ छैन, तर परमेश्वर भन्नुहुन्छ, म तिमीलाई प्रेम गर्छु। त्यसैले आज हामी बाँचिरहेका छौँ, किनकि परमेश्वरले हामीलाई प्रेम गर्नुभयो। परमेश्वरले प्रेमले पापीलाई पनि स्वीकार गर्छ। हामी सबै पाप गरेका छौँ। बाइबल भन्छ, सबैले पाप गरेका छन्, रोमी 3को 23मा। तर परमेश्वरले पापीलाई घृणा गर्नु भएन, उहाँले पापीलाई बचाउनु भयो। हामी उडाउ पुत्रको कथाबाट पनि सिक्नेछौँ। जब छोरो घर छोडेर गयो, सम्पत्ति उडायो र दुःखमा पर्यो, तब उसले फर्कने निर्णय गर्यो। बुबाले उसलाई देख्ने बित्तिकै अँगालो हालेर स्वागत गरे। यो कथा परमेश्वरको प्रेमको चित्र हो। हामी जति टाढा गए पनि उहाँले हामीलाई फर्कन बोलाइरहनु भएको हुन्छ। परमेश्वरको प्रेमले निराशालाई आशामा बदल्छ। एलियाको अनुभव। एलिया एक समय यति निराश भए कि उनले मर्न चाहेका थिए, तर परमेश्वरले उनलाई त्याग्नु भएन। उहाँले खाना दिनुभयो, आराम दिनुभयो, हौसला दिनुभयो। कहिलेका हामी पनि जीवनदेखि थाक्छौँ। समस्याले थिच्छ, ऋणले सताउँछ, रोगले कमजोर बनाउँछ, मानिसहरूले चोट दिन्छ, तर परमेश्वरको प्रेमले हामीलाई फेरि उठाउँछ। परमेश्वरको प्रेम क्रुसमा प्रकट भयो। सबैभन्दा ठुलो प्रेम कहाँ देखियो त? क्रुसमा। बाइबल भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो। यूहन्ना 3को 16मा लेखिएको छ। यसु ख्रिस्टले हाम्रो लागि अपमान सहनुभयो, कोर्रा खानुभयो, काँडाको मुकुट लगाउनुभयो, क्रुसमा रगत बगाउनुभयो। उहाँले भन्नुभयो, पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, यस्तो प्रेम संसारमा अरू कसैले दिन सक्दैन। परमेश्वरको प्रेमले पीडामा पनि साथ दिन्छ। दानिएलको 3जना साथीहरूको कथाबाट सिक्न सक्छौँ। जब उनीहरूलाई आगोको भट्टीमा फालियो, परमेश्वरले उनीहरूलाई एक्लै छोड्नु भएन। उहाँ उनीहरूसँग आगोभित्र हुनुहुन्थ्यो। आज तपाईँ पनि आगोको भट्टी जस्तै परिस्थितिमा हुन सक्नुहुन्छ। पारिवारिक समस्या, आर्थिक सङ्कट, एक्लोपन, असफलता, तर परमेश्वरको प्रेम तपाईँको साथमा छ। उहाँले समस्या तुरुन्त हटाउन चाहनु भएन भने पनि समस्याभित्र तपाईँलाई एक्लै छोड्नुहुन्न। परमेश्वरको प्रेमले क्षमा दिन्छ। पत्रुसको जीवनबाट सिक्नेछौँ। पत्रुसले येशूलाई 3 पटक इन्कार गरे, तर पुनरुत्थानपछि येशूले उनलाई अस्वीकार गर्नु भएन। बरु सोध्नुभयो, पत्रुस, के तिमी मलाई प्रेम गर्छौ? यसरी येशूले उनलाई पुनर्स्थापित गर्नुभयो। सायद तपाईँले पनि गल्ती गर्नुभएको छ, तर परमेश्वरको प्रेम तपाईँको गल्तीभन्दा ठुलो छ। परमेश्वरको प्रेमबाट कसैले छुट्याउन सक्दैन। बाइबल भन्छ, ख्रिस्टको प्रेमबाट हामीलाई कसले अलग गर्न सक्छ? रोमी 8को 35मा लेखिएको छ। न त दुःखले, न त रोगले, न त गरिबीले, न त असफलताले, न त मानिसहरूको आलोचनाले परमेश्वरको प्रेमबाट हामीलाई छुटाउन कसले सक्छ? उहाँको प्रेम स्थिर छ। आज धेरै विश्वासीहरूले भन्न सक्छन्, जब म रोएँ प्रभुले मलाई सम्हाल्नुभयो, जब म एक्लै भएँ
प्रभुले साथ दिनुभयो। जब म हार्न लागेँ प्रभुले उठाउनुभयो। जब म टुटेँ प्रभुले जोड्नुभयो। त्यसैले हामी भन्छौँ, तिम्रो प्रेमले म बाँच्न सकेँ प्रभु। यदि उहाँको प्रेम नभएको भए सायद हामी आज यहाँ हुने थिएनौँ। प्रिय मित्रहरू, हाम्रो जीवनमा धेरै कुरा परिवर्तन हुन्छन्। मानिस बदलिन्छ, सम्बन्ध बदलिन्छ, परिस्थिति बदलिन्छ, तर परमेश्वरको प्रेम कहिल्यै बदलिँदैन। आज तपाईँ जे अवस्थाबाट गुज्रिरहनु भए पनि सम्झनुहोस्, प्रभुले तपाईँलाई प्रेम गर्नुहुन्छ। त्यो प्रेमले तपाईँलाई उठाउनेछ, त्यो प्रेमले तपाईँलाई बचाउनेछ, त्यो प्रेमले तपाईँलाई निको पार्नेछ र त्यो प्रेमले तपाईँलाई अन्त्यसम्म सम्हाल्नेछ। आउनुहोस् एउटा प्रार्थना गरौँ। हे प्रेमी पिता, तपाईँको असीम प्रेमको लागि धन्यवाद। जब म कमजोरी थिएँ तपाईँले बल दिनुभयो। जब म निराशा थिएँ तपाईँले आशिष दिनुभयो। जब म पापमा थिएँ तपाईँले क्षमा दिनुभयो। आज म स्वीकार गर्छु, तपाईँको प्रेमले नै म बाँच्न सकेँ प्रभु। मेरो बाँकी जीवन पनि तपाईँको प्रेमको गवाही बनोस्। येशू ख्रीष्टको नाउँमा यो प्रार्थना चाहँदछौँ, आमेन। आजको यो महत्त्वपूर्ण वचन तपाईँलाई कस्तो लाग्यो? आफ्नो विचारहरू कमेन्ट बक्समा लेख्नुहोला। साथै यो वचनलाई लाइक, कमेन्ट अनि सेयर गरिदिनुहोला, कारण धेरै ठाउँमा धेरै अरू प्रभुको जनहरूले पनि आशिष पाउन सक्नुभएको होस्। र यस्तै महत्त्वपूर्ण भिडियोहरू, वचनहरू सुन्नको लागि न्यू लाइफ टिभी युट्युब च्यानल र न्यू लाइफ टिभीको आफ्नो फेसबुक पेज छ, फलो गरिदिनुहोला। धन्यवाद।